नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरुलामा। न्यूज सुरु गरौँ। झा दम्पतिको खोजीको माग गर्दै रिले अनसन सुरु गरेको सम्बन्धी प्रसङ्गबाट। घरबाटै बेपत्ता भएका मुसाफिर झा दाम्पतिको अवस्था सार्वजनिकको माग गर्दै मिथिला ब्राह्मण समाजले मंगलबारदेखि जनकपुरधाममा रिले अनसन सुरु गरेको छ। महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर 5 को सहोडबा टोल निवासी वृद्ध दाम्पति मुसाफिर झा र गीतादेवी झा 23 दिन अघि बेपत्ता भएका थिए। बिहान खोजबिन गर्दा ओछ्यान सहित बेपत्ता रहेको र भुइँमा रगत नै रगत देखिएपछि घटना शंकास्पद बनेको थियो। केही दिन अघि झा दाम्पतिले प्रयोग गर्दै आइरहेको झुल सोही ठाउँ स्थित पोखरीको किनारामा फेला परेपछि मारेर पोखरीभित्र फालिएको अनुमान गरिएको थियो। पोखरीमा खोजबिन गर्दा पनि फेला परेको थिएन। यता लामो समयदेखि झा दम्पति भेट्न नसकेकोमा राजनीति भइरहेको र यसमा ठूलै षड्यन्त्र देखिएकोले पत्ता झा दम्पतिलाई खोजबिनका लागि दबाव स्वरूप जनकपुरधाममा रिले अनसन सुरु गरिएको मैथिली ब्राह्मण समाजका अध्यक्ष जयकृष्ण मिश्रले बताउनु भएको छ। खोजबिन गर्नको लागि सबै प्रयास गरियो, तर पनि झा दम्पतिको खोजबिनका लागि प्रहरी प्रशासनले तदारुकता नदेखाएपछि जानकीजीको शरणमा आएको उहाँको भनाइरहेको छ। लामो समयदेखि झा दम्पति बेपत्ता रहे पनि खोजबिनका लागि प्रदेश सरकारको ध्यान आकर्षण किन नभएको भन्दै प्रदेशका कानून मन्त्री ज्ञानेन्द्र यादवसँग प्रश्न गर्दा उनले प्रदेश सरकार झा दम्पतिको विषयमा गम्भीर रहेको र छानबिनको प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो। अहिले अनुसन्धानको क्रममा रहेकाले सार्वजनिक गर्न नसक्ने बताउँदै उहाँले छानबिनका लागि सिआइबीलाई नै मगाउनको लागि प्रदेशका डिआइजीलाई निर्देशन दिइसकेकोले छिट्टै सत्य तथ्य सार्वजनिक गरिने बताउनुभयो। जलेश्वर नगरपालिकाले मिथिला माध्यमिकी परिक्रमा मेला उत्सव जात्राको अवसरमा सार्वजनिक बिदाको घोषणा गरेको छ। जिल्ला सदरमुकाम समेत रहेको जलेश्वर नगरपालिकाले आज बुधबार परिक्रमा मेलाको लागि सार्वजनिक बिदा घोषणा गरेको हो। मिथिला माध्यमिकी यात्राको 5औं दिन आज रामसीताको डोला सहितका यात्री रात्रि विश्रामको लागि जलेश्वर आउने क्रम एका बिहानैदेखि सुरु भएको छ। मिथिला माध्यमिकी परिक्रमामा यस भेगको महान धार्मिक यात्रा र लोक परम्परा भएको हुँदा उत्सव मनाइन सार्वजनिक बिदा घोषणा गरिएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ। हजारौं नर नारी र साधु सन्त सहितको आफ्नो नगरमा रामसीताको डोली बोकेर आउने हुँदा अतिथि स्वागत र डोलाको दर्शनको लागि सार्वजनिक बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत रामुराज कडारियाले जानकारी दिनुभएको छ। गत शनिबार फागुन औँसीका दिन धनुषाको ठेरा कचुरीबाट सुरु भएको 15 दिने मिथिला माध्यमिकी परिक्रमाको टोली चौथो दिन मटिहानी आएपछि महोत्तरीको यात्रा प्रारम्भ भएको हो। अब आज 5औं दिन जलेश्वरमा रात्रि विश्रामपछि 6औं दिन मडै, 7औं दिन बकुण्ड र 8औं दिन कञ्चनवनको बास बसेपछि महोत्तरीको यात्रा पूरा हुनेछ। नेकपा एमालेको जलनाथ खनाल माधव नेपाल समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। बिहीबारसम्ममा चल्ने भेलाको लागि जिल्लाबाट मंगलबार नै नेताहरू काठमाडौँ गइसकेका छन्। नजिकैका नेता कार्यकर्ता बुधबार आइपुग्ने समूहले बताएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहका बाहेक सबै नेताहरूको जिम्मेवारी खोसेपछि खनाल नेपाल समूहले भेला गर्न लागेको हो। यो समूहले भेला आयोजना गर्न लागेपछि अध्यक्ष ओलीले वार्तामा बोलाएका थिए, तर कुरा मिल्न नसकेपछि आजदेखि भेला आयोजना हुन लागेको हो। भेलाको लागि खनाल नेपाल समूहले भीमाचार्यलाई प्रदेश नम्बर 1, गणेशराम भुसाललाई प्रदेश नम्बर 2, अक्षलक्ष्मी साक्यलाई बागमती, सुरेन्द्र पाण्डेलाई गण्डकी, युवराज ग्यावलीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी समेत दिएको थियो। विभेदका कारण प्रत्यक्ष राजनीतिमा महिला नेतृत्वको सहभागिता न्यून रहेको मंगलबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा वक्ताहरूले बताएका छन्। महिला बालबालिका तथा सामाजिक न्याय समिति प्रदेश नम्बर 2 सभा सचिवालयले आयोजना गरेको प्रत्यक्ष राजनीतिमा महिला नेतृत्व विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो धारणा राखेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री नवल किशोर शाहले विगत भन्दा
विगत भन्दा पनि राजनीतिमा पहिलाको अवस्था सुधार हुँदै गए पनि महिलासँगको विभेद अझै जारी रहेको बताउनुभयो। विभिन्न आन्दोलनमा महिलाको सहभागिता उल्लेख्य रहेको भन्दै मन्त्री शाहले भन्नुभयो, पुरुष जस्तै महिला पनि नेतृत्व लिन सक्षम छन्, तर अवसर नपाउँदा उहाँहरू प्रत्यक्ष राजनीतिमा आउन सकिरहेका छैनन्। कार्यक्रममा उपसभामुख उपमा कुमारी देवले महिलालाई सक्षम र कुशल नठान्दा प्रत्यक्ष राजनीतिमा महिला नेत्रीको संख्या न्यून रहेको बताउनुभयो। महिला नेतृत्व गर्न सक्षम भए पनि विभिन्न राजनीतिक पार्टीहरूले समानुपातिक कोटामा मात्रै टिकट दिने गरेको छ। उपसभामुख देवले भन्नुभयो, के उपयुक्त महिलालाई टिकट दिए चुनाव जित्न सक्दैनन्? निश्चित रूपमा जित्न सक्छन्, तर राजनीतिक पार्टीहरूले महिलालाई अवसर नै दिन चाहँदैनन्। महिला बालबालिका तथा सामाजिक न्याय समितिका सभापति जैनुल राइनको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक मामिला तथा योजना राज्य मन्त्री उषा यादवले संविधानमा महिलालाई अधिकार दिए पनि व्यवहारमा अझै लागू हुन नसकेको बताउनुभयो। कार्यक्रममा मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, महिला अधिकार कर्मी मोहना अन्सारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्र राज जोशीको अवस्था गम्भीर बनेको छ। मस्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीको अवस्था गम्भीर रहेको र उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ। जोशीलाई मस्तिष्कघात भएपछि फागुन 14 गते नर्भिकमा भर्ना गरिएको थियो। केही दिनको उपचारपछि उनको अवस्था सुधार आएको थियो, तर फेरि गम्भीर भएको अस्पतालले विज्ञप्ति मार्फत जानकारी गराएको छ। सालको 21 थान गोलिया सहितको धनुषामा 8 तस्कर पक्राउ परेको छ। लामो समयदेखि अवैध रूपमा जंगली काठको कारोबार गर्दै आएका महोत्तरीका बर्दिवास नगरपालिका 7 बस्ने किशन कुमार ठाकुर सालका गोलिया सहित पक्राउ परेका हुन्। मिथिला नगरपालिका 5 विश्रामपुर स्थानीय गोपाल मगरको घरमा काठ लुकाएर राखेको अवस्थामा सब डिभिजन वन कार्यालय पुष्पलपुर र औरही बाबा सामुदायिक वन उपभोक्ता समितिका संयुक्त टोलीले सोमबार राति काठ सहित पक्राउ गरेका हुन्। अवैध रूपमा काठ काट्न गरी चरको मूल्यमा बेच्दै आएका ठाकुरलाई सुराकीको आधारमा पक्राउ गरिएको वन संरक्षक रामदेव यादवले बताउनु भएको छ। जंगलबाट रुख काट्दा जम्मा गरेर राखेको सालको गोलिया काठ बाहिर पठाउन लागेको अवस्थामा आफूहरूले पक्राउ गरेको उनले बताएका छन्। पक्राउ परेका ठाकुरलाई इलाका प्रहरी कार्यालय ढल्केवर र बरामद गरिएको काठ औरही बाबा सामुदायिक वन उपभोक्ता समितिको जिम्मा लगाइएको छ। काठ तस्करीमा संलग्न गोपाल मगर र नाम खुल्न नसकेका एकजना भागेको वन संरक्षक यादवले बताउनु भएको छ। संघीय सरकारले 1 वर्ष अघि भन्दा बन्द गरेको नेपाल भारतको सीमा बन्द अझै खुल्ला गरिएको छैन। सीमा औपचारिक रूपमा बन्द रहे पनि अनौपचारिक रूपमा ओहोर दोहोर भइरहेको छ। दुवै देशको नागरिक मुख्य बाटो प्रयोग नगरे पनि सीमा नाकाको छेउबाट बिना रोकटोक आवत जावत गर्दै आइरहेका छन्। मुख्य सीमा बन्द रहँदा सवारी साधन ओहोर दोहोर गर्न अहिले पनि बन्देज नै रहेको छ। बन्देजका कारण बिहेबारीको मौसम पनि प्रभावित बनेको छ। दुई देशका नागरिक बीच भएको विवाहमा आवत जावत गर्न बाँकी भाडा तिर्नुपर्ने बाध्यता छ। नेपाल र भारतका सीमावर्ती क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूको सदियौंदेखिको सम्बन्धमा तिक्तता पनि देखिन थालेको छ। क्लोथ बैंक नेपालका अध्यक्ष राजीव झाका अनुसार नेपाल सरकारले नेपाल भारत बीचको सम्बन्ध बिगार्न र सीमावर्ती क्षेत्रका जनतालाई परेशान गर्नको लागि षड्यन्त्रपूर्ण तरिकाले सीमा बन्द गरेको आरोप लगाएका छन्। उनले नेपाल भारत बीच रहेको खुल्ला सीमामा तार जाली लगाउन अभिप्रायले सीमा खोल्न नचाहेको उनको आरोप छ। जनता समाजवादी पार्टी नेपालकी नेत्री रम्बा कुमारी झाका अनुसार कोरोनाको कारण लामो समयदेखिको सीमा बन्दको कारण दैनिक उपभोग्यका सामानहरू महँगो हुन थालेको छ। कालो बजारी पनि बढ्दै गइरहेको बताउँदै सरकारले सीमावर्ती क्षेत्रमा जनतालाई समस्या भइरहेको थाहा पाएर पनि सीमा बन्द राखेको गुनासो गरेकी छिन्। यता प्रदेश नम्बर 2 का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले सीमा खोल्नको लागि संघीय सरकारलाई सल्लाह दिए पनि सीमा खोल्न नमानेको आरोप लगाएका छन्।
दुई देश बीचमा हवाई यात्रा सुरु भइसकेको छ। पैदल यात्रीलाई रोकटोक छैन, बोर्डर खोल्नुपर्ने भन्दै संघीय सरकारलाई सल्लाह दिएको तर कुनै ठोस निर्णय नआएको बताउँदै उनले भने बेटी रोटीको सम्बन्धमा समस्या उत्पन्न भएको अवस्था छ। अब धेरै ढिलो भयो भने अब चाहिँ तुरुन्त खोल्नुपर्छ। पौराणिक कालदेखि नै दुई देश बीचको खुल्ला सीमा इतिहासमै लामो समय बन्द भएको पहिलो पल्ट हो। सिन्धुलीमाढीबाट बाँसकटेरीतर्फ गइरहेको बोलेरो जीप दुर्घटना हुँदा 4 जनाको ज्यान गएको छ। कमलामाई नगरपालिकामा भएको सो दुर्घटनामा अन्य 8 जना घाइते भएका छन्। मृत्यु हुनेमा कमलामाई नगरपालिका 4 बाँसकटेरीका 65 वर्षीय रुद्र बहादुर थापा, 18 वर्षीय रीता राईमाझी, 18 वर्षीय दुर्गा श्रेष्ठ र उनका 2 वर्षीय छोरा मनिष रहेका छन्। बोलेरो चालकको अवस्था गम्भीर रहेकाले उनको काठमाडौँमा उपचार भइरहेको छ। मंगलबार कमलामाई नगरपालिका 7 करमडाँडामा घुम्तीमा मोड्न खोज्दा जीप पछाडि सरेर भिरबाट करिब 50 मिटर तल खसेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य 2 रुपैयाँको दरले पुनः बढाएको हो। बढेको मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रति लिटर 118 रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य 101 रुपैयाँ पुगेको छ। यस्तै आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रति लिटर 2 रुपैयाँले बढेको निगमले जनाएको छ। निगमले यसअघि गत फागुन 11 गते निगमले मूल्य बढाएको थियो। नेपाली बजारमा आज पनि सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। सोमबार र मंगलबार लगातार 2 दिन स्थिर रहेको सुनको मूल्य आज 300 रुपैयाँले वृद्धि भएको हो। आज छापावाला सुन प्रति तोला 86,900 रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै तेजाबी सुन पनि आज 86,450 रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको मूल्य भने आज घटेको छ। चाँदी आज प्रति तोला 10 रुपैयाँले घटेर 1,270 रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब अन्तर्राष्ट्रिय प्रसंग। अफ्रिकी देश नाइजरमा बन्दुकधारीको आक्रमणबाट कम्तीमा 58 जनाको ज्यान गएको छ। मालीसँगको सीमा क्षेत्रमा हिजो मंगलबार भएको आक्रमणमा 58 जना मारिएका नाइजर सरकारले जनाएको हो। बीबीसीका अनुसार तिलाबेरी क्षेत्रको बजारबाट 4 वटा गाडीमा आउँदै गरेका नागरिकलाई लक्षित गरी बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए। आक्रमणको कुनै पनि समूहले जिम्मेवारी नलिएको खबरमा उल्लेख छ। नाइजरमा अहिले 2 वटा विद्रोही समूह सक्रिय रहेका छन्। पश्चिममा माली र बुर्किना फासो नदी तथा नजिकै तथा अर्को समूह नाइजेरियासँग सीमा जोडिएको दक्षिण पूर्वी क्षेत्रमा सक्रिय रहेको बीबीसीले उल्लेख गरेको छ। हवस् त, यसका साथै टुडे न्यूज अहिलेलाई सकियो। हेर्दै गर्नुहोला टिभी टुडे जनकपुर। नमस्ते।